आज हामी गुल्मी जिल्लाको एउटा सामान्य परिवारमा जन्मनु भएका क्यान्सर पीडित दीपक खत्रीजीको कथा लिएर उपस्थित भएका छौँ। सुनौ उहाँको कथा। के भनेको छ उहाँको उपचारको लागि हामीले कति जति रकम जुटाउन सक्यो भने उहाँको उपचार पूर्ण हुन सक्छ? उपचारको लागि अझै 15-20 लाख समथिङ त्योभन्दा त अझै कति लाग्ने थाहा छैन। अनि औषधिको लागि यति अझै लाग्छ। तपाईँको आर्थिक स्रोतहरूको अवस्था कस्तो छ? आर्थिक अवस्था त अब यही छ, कमजोर छ भएको पनि सकियो। काठमाडौँ कति कति समयमा आउने जाने गर्नुहुन्छ? काठमाडौँ 21 दिनमा सुई लगाउनको लागि जानुपर्छ। एकपटकमा 1,50,000 लाग्छ। उहाँको अहिले स्वास्थ्य अवस्था पहिलाभन्दा सुधार भएको अवस्था हो? पहिलाभन्दा धेरै नै सुधार भएको अवस्था हो। गुल्मी जिल्लाको इस्मा गाउँपालिका हर्पुकोट 1 निवासी दीपक खत्री। हाल उहाँ क्यान्सर रोगले ग्रसित हुनुहुन्छ। सामान्य परिवारमा जन्मनु भई पेसामा ड्राइभर गर्दै आउनुभएका उहाँ अहिले घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्छ। गुल्मी जिल्लाको तम्गास सदरमुकामको हस्पिटल हुँदै बुटबल हस्पिटलमा उहाँको क्यान्सर रोग प्रमाणित भएसँगै उहाँ अहिले काठमाडौँको क्यान्सर हस्पिटलमा उपचार गराइरहनु भएको छ। आफूसँग भएको सबै पैसा खर्च भइसकेपछि उहाँले अहिले साथीभाइ, इष्टमित्र, देश विदेशमा रहनुभएका सम्पूर्णको सहयोगबाट उपचार गराउँदै आउनुभएको छ। करिब एक पटकमा 1,50,000 बराबरको सुई लगाउनु पर्ने उहाँलाई अहिले आर्थिक हम्मेताका कारण कतै स्वास्थ्य स्थिति बिग्रने पो हो कि भन्ने डरले झस्काइरहेको छ। ड्राइभर पेसा गरी आफ्नो परिवार पाल्दै आउनुभएका उहाँ अहिले आफू नै बिरामी परेपछि परिवारको सम्म बिचल्ली भएको छ। तपाईहरू सबैले उहाँलाई यसै गरी थोरै थोरै सहयोग गरेर उहाँको उपचारमा टेवा पुर्याइदिनु हुन अनुरोध गर्दछौँ। हामी पनि सबै मिली थोरै सहयोग उहाँको श्रीमतीको हातमा भर्खरै हस्तान्तरण गरिसकेका छौँ। धन्यवाद। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना।